हेलो साथीहरू नमस्ते के छ खबर सन्चै हुनुहोला आशा गर्दछु म पनि ठीक छु। आज म बनाउँदैछु साउथ इन्डियन फेमस फुड डोसा कसलाई मनपर्छ अगर मनपर्छ भने जरुर तपाईहरु पनि यो भिडियो हेरेर सिक्न सक्नुहुन्छ। भिडियो स्किप नगरे लास्टसम्म हेर्नुहोला। आज म बनाउँदैछु इन्डियन साउथ फेमस खाना फेमस फुड साउथ इन्डियन फेमस फुड। साउथमा सबभन्दा ज्यादा के खान्छ यहाँको मान्छेहरूले डोसा इडली हैन। कसलाई थाहा छ डोसा इडली कसले खानु भएको छ प्लिज कमेन्ट गर्नु होला। कसलाई थाहा छ खानु भएको भएले कमेन्ट्स गर्नु होला। ओके यो मैले भिजाए यहाँ देख्नुहुन्छ यो हो राइस एन्ड उरद दाल भिजाएर मैले बिहानै राखेको। भिजाएर फुल नाइट राख्नुपर्छ आधी घण्टा 8 घण्टा जति राख्नुपर्छ। अगर साँझ बनाउनु हुँदैछ त बिहान भिजाएर राख्नुहोस्। बिहान यसरी 8 घण्टासम्म भिजाउनुपर्छ ल। साँझ गर्दै हुनुहुन्छ बिहान भिजाएर राख्नु। साँझ भिजाएर राख्नु होला बिहानको लागि। और ये प्रोसेस बहुत ज्यादा छ। सुरुमा त 8 घण्टासम्म भिजाउनु पर्यो और फिर यसलाई मिक्सरमा पिसेर फुलाएर राख्नु पर्यो। उसको बाद फिर बन्छ ल। म के हो तपाईलाई बताउँदैछु। यो मैले उरद दाल और चावल उरद दाल म तपाईलाई देखाउँछु। एउटा मानौ कटोरी हो। तपाईलाई जति जरुरत पर्छ उति नै गर्नु होला। मैले यो 2 कटोरी चावलमा 1 कटोरी उरद दाल राख्नु होला। हाफमा जति चावल राख्नु भएको छ उति आधा यो उरद दाल राख्नु होला। यसमा मैले थोरै मेथी पनि मिसाएको छु। थोरै यति मेथी थोड़ा सा मेथी मिसाएपछि के हुन्छ यसले भन्छ सोडाको काम गर्छ। नाम पनि याद आउँदैन के फेरि मलाई। सोडाको काम आउँछ। सोडा हामीले हाल्न जरुरत छैन। मेथी यसमै पिस्नुपर्छ। अब म यसलाई के गर्छु मिक्सरमा पिस्छु। हेर मलाई यो मजाले भिजेको छ हेर्नु साथीहरु। यो आरामले 2 टुक्रा हुन सक्छ। यो चावल पनि यसरी यो यस्तो हुन्छ हेर्नुस् भिजेको हो। यो कोही पनि चावल लिन सक्नुहुन्छ। अगर तपाईले डोसा बनाउने चावल लिनुहुन्छ राम्रो हो। डोसा बनाउने चावल जस्तै हाम्रो नेपालमा यो नेपालगञ्ज चावल सरकारी चावल आउँछ हो। त्यो चावलको राम्रो बन्छ डोसा। नतरी तपाईले जो खानुहुन्छ त्यही चावल लिन सक्नुहुन्छ। यसरी लिए मैले यो अब म यो मिक्सरमा पिस्छु। यसमा मैले थोरै पानी हाले। थोरै पानी हाल्दै पिस्दै एकैसँग ज्यादा पानी भयो भने पिसिदैन। पानी हुन्छ। थोरै पानी मिसाउँदै पिस्दै गर्नु। यहाँनिर मैले साउन्ड कम गरेँ किनकि ज्यादा साउन्ड आयो त्यही भएर। एकदम मसिनो गरेर पिस्नुपर्छ यो। इडली बनाउनलाई त मसिन बनाउनु जरुरत छैन। इडली बनाउनलाई
तर डोसा बनाउनलाई चाहिँ एकदम मसिनो बनाउनु। अब हेर्न सक्नुहुन्छ यो मैले पिसेँ, यता हेर्नुहोस् एकदम मसिनो भयो। यस्तो मसिनो बनाउनुपर्छ यसलाई। यो अहिले म यो बाक्लो बाक्लो छ यो अहिले यत्तिकै राखौँ, जरुरत परेपछि बादमा पातलो बनाउन सकिन्छ। म यही बर्तनमा बनाउँछु, यसलाई केही नचलाएर यसरी खन्याउने, यो भाँडामा ट्रान्सफर गर्ने। यसरी हेर्नलाई यसरी मैले खन्याएँ। अब मैले साह्रै जति पनि चामल छ यो पुरा बेटर बनाएर राख्छु। थोरै पानी हालेँ मैले, ज्यादा पानी हाल्ने होइन, कम कम पानी हाल्दै जाने हो। अब फेरि मैले पानी हालेँ, थोरै पानी हालेँ। यो पनि भयो, यो पनि मैले यसमा खन्याएँ सबै। थोरै यो पनि पिस्यो हेर्नुहोस्, मेरो यो लास्ट हो। अब यसलाई पनि मैले यसरी राखेँ हेर्नुहोस्, यसरी खनाएँ यसमा। अब यो सबै मैले यसमा राखेँ, जति पनि मिक्सरमा लागेको छ मैले हात हालेर पुरै निकालेँ। सबै निकालेँ मैले यो। हेर्नुहोस् यो डोसाको लागि हो, डोसाको बेटर तपाईँ देख्न सक्नुहुन्छ। अब यसलाई पनि हामीले के गर्नुपर्छ, 2 घन्टासम्म, 2 घन्टा 3 घन्टा 4 घन्टा यसलाई राखिदिनुपर्छ यसरी बन्द गरेर। यो मैले यो लिएँ, यसरी छोपेर मैले यो राखिदिएँ। अब यो मैले बिहान बनाउने हो, त्यही भएर यो एक फुल नाइट यसै राखिदिन्छु। यो फुल नाइटसम्म राख्न सकिन्छ। आजकल ज्यादा गर्मीको टाइम छैन, ठन्डाको टाइम छ, त्यही भएर यो फुल नाइटसम्म नि केही खराब हुँदैन। यो फुल नाइट मैले राखिदिएँ। ठन्डाको टाइममा फुल नाइट राख्नु, गर्मीको टाइममा नि एक फुल नाइटको केही हुँदैन। 2-3 घन्टामा पनि तपाईँ बनाउन सक्नुहुन्छ भनेपछि यो 2-3 घन्टा राख्न सक्नुहुन्छ। लेकिन तत्कालै बनायो भने त्यति राम्रो बन्छ बन्न त, तर त्यति राम्रो फुल्दैन कि, एकदम राम्रो बन्दैन, जस्तै होटलको जस्तो एकदम मिठो क्रेप्सी बन्दैन। त्यही भएर यो 2 घन्टाभन्दा ज्यादा राख्नुपर्छ। मैले यो बिहानको लागि राखिदिएँ ल। यो और बाँकी भिडियो म बिहान देखाउँछु ल। ओके, बाई बाई।